यसरी चाहिँ टिका लाउन अब हिँड्न लागेको छौँ बुटोल है। अनि मम्मीलाई छोडेर पहिला हैन मम्मीले टिका लगाइदिने। अब यसरी यहाँ रेडी हुँदैछन् है। अब यसरी सामानहरू हाल्दैछन्। त्यस्तै अब हाम्रो स्नेहा सोल्टिने निस्किन लाउनु भएको छ है। यसरी ल सुट लगाएर चिटिक्क परेर मेकअप सिकअप गरेर ल छिटो गर्नु छिटो 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 छिटो। यसरी सामान सहित है थैलो सैलो बोकेर तिहारको सब रक्सी पनि यहाँ रहेछ थैलो सैलो सब बोकेर अब ट्याक्क अब रामापुरबाट बुटोल जाँदै यसरी ल ट्याक्क अब हामी प्रस्थान हुँदै है टिका लाउनको लागि। स्वयं ऋषि मगरले गाडी चलाएर जाँदैछ होइन। आफ्नो मम्मी यता बसेछ, यता मम्मी बस्नु भएको छ, यता स्नेहा सोल्टिनी बसिछिन्। यसरी जाँदैछौँ। स्वयं रश्मिलाई सुस्त हिँडाल्नु होला भन्न धेरै धेरै अनुरोध छ। गाडी नहिकाउनु धेरै। यता म छु। हामी रामापुर भित्र छिरेको अवस्था छ है गाउँमा। ल तर फाइनल्ली आइपुग्यो है। ल सामानहरू अब झार्नु पर्यो फाइनल्ली। सामानहरू झार ल झर अब ल यहाँ यस्तो छ नि यहाँ इमाई भर्खर बल्ल चाहिँ स्नेहा चेन्ज ड्राइभर हुनुभएको छ। मम्मीलाई छोडेर हामी अब जाँदै है बुटोलतर्फ जाँदै अब त यसरी फर्किँदै अब यसरी फर्किँदै हामी आइपुग्यो। ल आइज रिसाको फेरि देखाउँदै ल होइन फाइनल्ली आइपुग्यो। स्नेहा र स्वयंले अब टिका लाउने। टिकी लगाएको मामुसँग जान मन लाग्छ कि ल्याएर जग्गामा दिने कि ल्याइन हातमा दिएर बल्ल पछि पालनै गर्न पर्यो के रे। सगुन दिने हातमा गर्ने माला दिने बल्ल गर्ने अब ल मैले गर्छु है ल मैले गर्छु है दादाले सोइता हैन यहाँ यति रक्सी आइछन् नानु त किन रक्सी मैले के रक्सी चाहिने मलाई लके भाइ नाम गर्दै ल
कति भाइलाई दिनु सक्नु दिस भाइलाई मार्नु अँ माराएर उइसन दिन भाइ त्यो हातमा छोपा बना अनि फेरि यो माला अनि यो दाइ के होला ए होइन एकचोटि मात्रै थोरै रे गर्दा त्यो मैले लिएको खै त खै त एकचोटि मात्रै भनेको पहिले जग्गामा लाइदेऊ नबोल्नु झन् हामीले एउटा पनि जान्दैनौँ मामा गरे दिन जे जाने त्यति गर्ने जलमा आएको अब के गर्ने दाइ भाग भाग्दिने हो होइन टिको त यो खाएर गयो भाग लास्टमा अर्को टिको लादिने हो त्यो एउटा भन्ने बिर्सिनुहुन्छ चुप लागेर नबसेर अनि ननित्दै सोध्ने हो त यो बाला बोलेको त्यही भएर त बोलिरहेको छ अन्डा सक्नु फुट्यो 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 ल बोल्न लागिदिन्छ है कसैले पनि अगाडि ढोकामा पूजा गरेन हैन ए बिर्सेछ मैले गर्छु हौ के खोइ बाती बालेको यहाँ भ्याउनु पर्नु अब गर्नुले ल ल हात सघाउँदै भात भोलो रे माला लाउनु हुँदैन फाल्नु आज लाम दिन बरे किन नगएको बोले कति किन बाल्दिनु कति बाबा दादा एकछिन बस्नु न फोटो खिचिरहनु भयो हौ दाडो ज्वाइँले बाती उयो छोइदिन यहीबाट बाबु हुन्छ हुन्छ दुईटा बनाउनु पर्ने बिचारा उनीहरू नाबाबुहरू नहुने कि को उसले दुईटा बनाउनु पर्ने न एउटै खनिन्छ सबै कष्ट के भनेको म टिका के टिका माला लाइट फोटो राम्रो उयो आन्टी ल्याइदिन्छु रे भरे एउटा छैन ल दिनु टिका लाउने के भात उता लिजा टिका लगाइसक्नु भयो त के मलाई थाहा छैन र मलाई थाहा छैन आको टिका चामलको टिका होइन के पछि हो कि चामलको टिका पैसा लिने बेला उभिएर के यस्तो ढिला बुवा बस्नु न के त्यो ल्याइदिनु बुवा पनि यहाँ के यहाँ बस्छ कि बुवा दुईटा मम्मी टिका राम्रो लाग्नु फोटो सेसन त्यस्तो हुन्छ भन्ने यहाँ बिचा गएर मम्मीले दिने ल सुमना ल हामी फोटो खिच्नु हात सोल्दै बस्छु माथि टिका लगाएको बाई अलि खिचिक हाँसेर है उतु अलि खोइ हाँसो भएन क्या यहाँ फोटो राम्रो आएन खिचिक हाँस्नु पर्यो ल यता तलाई भनेको के माङ्गीहरू म अब खाना खानु पनि छिट्यो हाय गरम चिच्चाम त सबै एकचोटि यो नि बल्ल रमाइलो ल रमाइलो भयो नि ल ल ल ए भाडा चाहियो के मैया भाडा के भाडा चाहियो स्वयं केटाकेटीलाई अहिले गरिदिनु भयो अघि नै खिचेपछि भिड भएर दोकान खोल्नु त्यो खोल्नु पर्यो के छैन अहिले भन्छ रेडी लङ पनि खिच्ने जानेन एकछिन जाऊँ है राइस देखो मलहटा गाउनु त्यसै घुम्नु जाऊँ दाइ घुम्नु जाने नम्बर 70 रोटी यो त भिडियो सबै रास्तामा पठाइदिनु पहिले भिडियो चाह पठाइदिनु रास्तालाई
यसमा त मैले गाडी चलाएकै सुरुमै यसपालि हेर्न लास्टमा स्नेहा चाहिँ साल चलाएको त्यसरी किटी खेल्दै देखाउने त्यसो गर्दा पैसा पैसा यसरी 6 चोटिसम्म किट्टी परेको छ होइन पैसा यति भइसकेको छ 500 को 6 चोटि किट्टी परेछ यहाँ तास खेल्दा खेल्दा कसैले गेम खान सकेको छैन मम्मी के भनेको अहिले पनि म तासमै परिरहेको छ प्रोप्राइटर हुनुहुन्छ सुगन रश्मि सरलाई पनि म यो अन्तिमको प्रस्तुतिमा सरी भर्नको लागि अनुरोध गर्दै र म सम्पूर्ण
कृष्ण कुमार सर लगायत सपरिवारलाई म स्टेजमा बोलाउन चाहन्छु जोरदार तालीको बिचमा। थ्याङ्क यू। र यसै बिचमा हामीलाई सहयोग गर्ने सहयोगदातालाई म सम्झिन चाहन्छु। गएका वर्षहरूमा जस्तै यो महान रङ्गीन अनि यो सुन्दर पर्व